हेलो एभ्रिवान, वेलकम ब्याक अगेन विथ अ न्यू भिडियो है। अनि आज चाहिँ मैले यो भिडियो चाहिँ किन बनाएको भने चाहिँ यहाँ सबैले मेरो हातमा देख्न सक्नुहुन्छ है। यो मैले पर्चेस गरेको 2-3 दिन भयो है। अनि मैले युज पनि गरिसकेको छु, बट भिडियो बनाउनु टाइम नपाएर चाहिँ मैले अहिले हजुरहरू अगाडि यो भिडियो बनाएर ल्याउँदैछु है हजुरहरूको सामु। अनि यो पर्चेस गर्दा अनबक्सिङ मैले गरिसकेको छु अलरेडी होइन, र पनि हजुरहरूलाई एउटा सानो भिडियो लिएर दिएको है। र यसलाई अनबक्सिङ गरौँ। अनि यसको मेन चिज चाहिँ हो यो तपाईँको ट्राइपड जस्तै हो, तर ट्राइपड चाहिँ होइन, यो चाहिँ अब सेल्फी स्टिक काइन्ड अफ सेल्फी स्टिकै हो होइन। बट यसको मेन खुबी चाहिँ के छ भने यो तपाईँले देख्न सक्नुहुनेछ होइन, त्यस्तो छ। अनि यसलाई टक्कै यहाँबाट निकालेपछि यो तपाईँको ठाडो पनि भइहाल्छ होइन, ठाडो पनि भइहाल्छ अनि भोट्रे तेर्सो पनि भइहाल्छ। प्लस यो चाहिँ सेल्फी स्टिक जस्तो काम गर्छ, त्यस्तो लामो पनि छैन। अनि मेन कुरा चाहिँ के हो भने यसको यो तपाईँले यसलाई यसरी सिधा खडा गर्नु पनि सक्नुहुनेछ, यसरी खडा गरेर राख्नु पनि सक्नुहुनेछ हो। र यसको अझै एउटा एडभान्टेज छ है, यो देख्न सक्नुहुनेछ गाइस तपाईँले। यो चाहिँ हो तपाईँको यो देख्न सक्नुहुनेछ, यहाँनिर प्रेस गऱ्यो भने चाहिँ प्रेस गर्नु। यसको सबै खुबीहरू त मैले भनिसकेँ है, यसमा के काम आउँछ। अनि मेन कुरो चाहिँ अब मैले ब्याडमिन्टनको भिडियो हाल्छु होइन, त्यसमा मलाई एकदमै यो चिज चाहिरहेको थियो होइन, अब भिडियो गर्नुको लागि होइन, लाइभ हाल्दा पनि अहिले मैले यही युज गर्दैछु होइन। अनि अर्को कुरा चाहिँ के हो भने फोनहरू चाहिँ अब जहीँ तहीँ राख्नु मिल्दैन, अब ठाडो पारेर एङ्गल मिल्दैन कोही बेला। सो यो चाहिँ बेस्ट हो त्यसको लागि चाहिँ, एङ्गल मिलाउनु अनि सबै कुरामा चाहिँ यो चाहिँ एकदमै बेस्ट छ। प्लस तपाईँले भ्लगिङमा पनि यसरी फोन हालेर भ्लग गर्दा पनि भइहाल्छ है। अनि अर्को र यसको फाइदा मात्रै नभनेर यसको नुकसानहरू पनि धेरै छ, जसमा कि यो हो तपाईँको मेड अफ प्लास्टिकै भनौँ न है, प्लास्टिकले बनिएको छ। अनि अर्को के छ भने यसको यो जुन यो स्टिक छ है, यो चाहिँ अलिकति लुज हुन्छ, त्यही भएर चाहिँ तपाईँको अलिकति यसरी फोनहरू यसरी ठाडो राख्नु चाहिँ तपाईँले अलिकति सक्नु हुँदैन। अनि एकदमै घिनलाग्दो प्याकेजिङ एमाजोनबाट चाहिँ अनएक्सपेक्टेड है, तर प्राइस अनुसार प्याकेजिङ गरेर पठाइदिएको होला सायद तिनीहरूले पनि। बट मलाई चाहिँ यो प्याकेजिङ चाहिँ एकदमै मन परेन। त्यसमा चाहिँ म रेटिङ दियो भने चाहिँ तपाईँको 1 आउट अफ 10 दिन्छु है। अनि आइटममा म रेटिङ दिनु हो भने चाहिँ तपाईँको यसमा चाहिँ म 6 आउट अफ 10 दिन्छु, किनभने यो चाहिँ मेरो लागि अलिकति हेल्पफुलै हो, बट त्यस्तो कडा अनि मजबुत बिल्ड क्वालिटी त्यस्तो राम्रो छैन है। अनि त्यही भएर चाहिँ यसलाई चाहिँ म 6 आउट अफ 10 दिन्छु। र यति नै थियो है। आशा गर्दछु तपाईँलाई यो भिडियो मन पऱ्यो होला है। अनि यो जुन स्टिक तपाईँ पर्चेस गर्नुहुन्छ भने चाहिँ म तपाईँलाई यसको लिङ्क डिस्क्रिप्सनमा दिन्छु है, त्यहाँ गएर तपाईँले पर्चेस गर्नु सक्नुहुन्छ। र धेरै धेरै धन्यवाद हजुरलाई यो भिडियो हेरिदिनु भएकोमा। सो थ्याङ्क यू सो मच।